ल हामी चाहिँ यो थापाथली किनारको बस्तीमा छौँ। हटाइसकेपछि यहाँ महानगरपालिकाले यसो सरसफाइ गर्न सडक विभाग यसरी आएर यो सरसफाइ आफ्नो काठहरू साइडमा यसरी जम्मा गरेर राखिदिँदै हुँदो रहेछ। सरसफाइ चलिरहेछ, मिलाएर राखिदिनु हुँदो रहेछ। यसरी कागजको हो, आफ्नो आएर चिनेर त्यसपछि लाने होला। चाहिने जति नचाहिने भयो अब त्यत्तिकै थन्केर बस्ने होला। यता चाहिँ सडक डिभिजन हुँदो रहेछ वहाँ रातो चाहिँ, अनि उता हरियो चाहिँ अब कुन चाहिँ हो। यसरी सरसफाइ अभियान सुरु भइसक्यो। सडक डिभिजन, त्यसपछि सडक विभाग आएर यसरी सामानहरू थुप्राएर राखिदिनु भएको छ है। अनि आफ्नो सामान चिनेर लाने होला पछि। साइडदेखि चाहिँ नि सरसफाइ हुने काम सुरु भइसक्यो रहेछ। यतातिर चाहिँ लगभग यसरी सामान नचाहिने सामानहरू चाहिँ त्यसरी थुप्राएर राखिदिनु भएको छ। चाहिने बाँसहरू चाहिँ यसरी अलि राम्रो सामान बाँसहरू चाहिँ यसरी उता एक ठाउँमा जम्मा गरेर राखिदिनु भएको रहेछ। सडक विभाग र महानगरपालिका होला सायद अर्को। यसरी दुईवटा देखिन्छ यहाँ, रातो ड्रेस र हरियो ड्रेस। सरसफाइ सुरु भइसकेको छ। अनि यसरी सम्झाउने होला, तर धेरै भएकोले उहाँहरूको टिम त्यही अब कतिजना हुन्छ, 40-50 जना हुँदो रहेछ। कोही समूह, कोही संस्था, व्यक्तिगत रूपमा कसैलाई यसो सामान उठाउन हेल्प गर्नु इच्छा छ भने आएर भोलिन्टियर गर्दा पनि हुन्छ सरसफाइ अभियानमा। कोही हुनुहुन्छ भने कोही समूह, टिम, सङ्घ संस्था या कसैलाई यसरी यो महानगरलाई या सरकारलाई सहयोग गर्न मन लागेको खण्डमा यहाँ आएर सरसफाइ गर्नुभए पनि हुन्छ है। ल को हुन्छ टोलीहरू, एनजिओ, आइएनजिओ, अब संस्थाहरूका कोही हुनुहुन्छ भने उहाँलाई सहयोग गर्न आउनुहोस्। धेरै छ सहयोग गर्नु, के अरे सरसफाइ गर्नुपर्ने गाइज। तर यो हेरेर आउँदाखेरि चाहिँ ठ्याक्क 2000 कुन सालमा हो, हाम्रो 72 सालमा भूकम्पको याद चाहिँ दिलायो। कता झसल्को पनि दिलायो यो यसरी हेर्दाखेरि। ठ्याक्क 2072 सालमा भूकम्प जाँदाखेरि यस्तै भएको थियो एकताका। काठमाडौँको अधिकांश ठाउँहरूमा पुरै छेदविच्छेद भत्किएको, कता त्यसको झसल्को पनि दिलायो है यसले चाहिँ। यसो हेर्दाखेरि चाहिँ बिस्तारै बन्ला नि यो ठाउँ पनि पारिपट्टि जस्तै। पारिपट्टि चाहिँ यस्तै, पहिला पनि पारिपट्टि 3-4 वर्ष अगाडि यस्तै थियो। त्यहाँ चाहिँ अहिले पार्क सार्क बनाएको छ। त्यस्तै यहाँ पनि अब केही योजना त होला नि। ल गाइज यस्तो छ। त्यो उता चाहिँ त्यो बागमतीको पुल हो, सरी त्यो थापाथलीको पुल। यो बनाउँदै जाने भने यत्तिकै सर्लक्क बनाउन पनि लगभग आधी घन्टाभन्दा बेसी लाग्छ। हिँड्दै यसरी बनायो भने त्यति धेरै छ।